नमस्कार सबैजनामा मलाई चाहिँ हरेक दिन ब्लेस्ड फिल हुन्छ। एकतिर मेरो बच्चा देख्दा अनि अर्कोतिर हस्बेन्ड देख्दा हैन मेरो फ्यामिली जस्तो लाग्छ। सुरुमा कन्टेन्ट हाल्दाखेरि चाहिँ के हाल्ने भनेर सोच्थे कि तर हरेक दिन भिडियो खिच्दाखेरि केही न केही चाहिँ नयाँ कुरो पक्कै हुँदो रहेछ के साथी हो। छुट्टीको दिन भनेर छोरालाई पनि हस्पिटल अनि खातबारी लैजाऊँ न त भनेर गएको हैन। अनि हामी चाहिँ अनएक्सपेक्टेडली ठुलोढुङ्गा जाने भयौँ के। अलिक अस्ति आउँदा सानो थियो, अलिक सानो, अनि त्यसपछि यो स्ट्याचु देख्दाखेरि चाहिँ एकदम डराउँथ्यो के। अनि आज चाहिँ के गर्दो रहेछ भनेको त बुद्ध भगवान भन्दै नमस्ते गरिदिएर छिन् के सानो त। पछि हामीले गरिने एकछिन दृश्यावलोकन फोटो सुट हैन। अनि यहाँनिरको वेदरलाई पनि हामीले इन्जोय गर्यौँ। कुम्दिङटारको गढीबाट निस्केको हैन खातबारी अनि ठुलोढुङ्गा पुग्दा त कस्तो शीतल शीतल फिल भइराखेको थियो कि। त्यही पनि आज त न घाम न पानी हैन। त्यसपछि आज मैले सोचेको थिएँ मेरो लागि एउटा स्पेसल कुरा किन्छु भनेर, तर मेरो ड्युटी सुरु भइसकेको थियो, त्यही भएर किन्न पाइनँ। नेक्स्ट भिडियोमा चाहिँ म पक्कै पनि त्यो किनिसकेर अनि देखाउने छु यहाँहरूलाई। टिल देन बाई।